भिसा शुल्कको विषय जसरी विवादित बनेर आयो त्यसले राम्रो गरेन। आमा र बुबा दुवै नभएकाहरूले नागरिकता प्राप्त गर्न नसकेको विद्यमान स्थिति अन्त्य गर्नका लागि स्थानीय तहहरूले जन्म दर्ता भएका व्यक्तिहरूलाई नागरिकता प्राप्तिको समयबारे जानकारी दिने, नागरिकता नहुँदा व्यक्तिको सामाजिक, आर्थिक र राजनीतिक जीवनमा ठूलो असर पर्छ, कति कारणले विधेयकका अङ्ग बन्न नसक्ने हो, त्यसको प्रष्टीकरण संशोधनकर्ताहरूलाई दिनु चाहिँ समितिको महत्त्वपूर्ण कार्यभार र जिम्मेदारी हो। माननीय सभापतिज्यू मार्फत सभापतिज्यू र म खास गरी गृहमन्त्रीज्यूको गम्भीरतापूर्वक के ध्यान आकर्षण गराउन चाहन्छु भने हामीले यो विभेदको अन्त्य गर्ने गरिकन यो कानुनलाई सम्पादन गरिनुपर्दछ। म जोड दिएर भन्न चाहन्छु, बाबा र आमा दुवैलाई समानताको हक संविधानले सुनिश्चित गरेको छ, तर कानुन निर्माणमा त्यो विषय सम्पादित भएको छैन। यो विधेयकले त्यो समेट्योस् भनेर हाइलाइटका साथ भन्न चाहन्छु। अर्को गैर आवासीय नेपालीहरूको विषय हामी सबैलाई थाहा छ। अझ बढी कन्फ्युजन त के भयो भने भिसा शुल्कको विषय जसरी विवादित बनेर आयो त्यसले राम्रो गरेन। त्यसैले यो विधेयकले त्यस विषयलाई समेत व्यवस्थापन सम्पादन गरिनुपर्छ भनेर म जोड दिएर राख्न चाहन्छु। आशा छ माननीय सभापतिज्यू, माननीय मन्त्रीज्यू यी विषयहरूलाई हामीले संशोधन गर्न लागेको विधेयकले सम्बोधन गर्नेछ। यति कुरा राखेर म आफ्नो संशोधनका बुँदाहरूमा जाने अनुमति चाहन्छु। मूलतः मैले दुईवटा संशोधनका बुँदाहरू दर्ता गराएको छु। प्रस्तावनाको दफा 8 को उपदफा 22 को क मा खण्ड दफा 22 मा ख थप गर्ने भनेर भनेको छु। त्यसमा जन्मस्थान एकी नभएको र ओडाबाट सिफारिस नभएको आमा र बुबा दुवै नभएकाहरूले नागरिकता प्राप्त गर्न नसकेको विद्यमान स्थिति अन्त्य गर्नका लागि संविधानले दिएको अधिकार विधेयकमा समेट्नुपर्ने भनेर मैले नयाँ दफा थप गर्ने कुराको माग गरेको छु। यसको कारणमा थोरै म स्पष्टीकरण राख्न चाहन्छु। नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 मा मैले प्रस्ताव गरेका संशोधनहरू नेपालको संविधान 2072 र व्यवस्थित प्रणालीको आवश्यकतामा आधारित छ। यी संशोधनहरूले नागरिकताको पहुँच सुनिश्चित गर्न र विद्यमान समस्याहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्। प्रस्तावित संशोधन 1 दफा 8 को उपदफा 22 क मा उपदफा ख थप गर्नुपर्ने मेरो निम्न जिकिर छ। जन्मस्थान एकी नभएको र ओडाबाट सिफारिस नभएको आमा बुबा दुवै नभएकाहरूले नागरिकता प्राप्त गर्न नसकेको विद्यमान स्थिति अन्त्यका लागि संविधानले दिएको अधिकार विधेयकमा समेट्नुपर्ने। किनभने संविधानको भाग 2 को नागरिकता खण्ड धारा 10 को 1 ले कुनै पनि नेपाली नागरिकतालाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनेर स्पष्ट रूपमा उल्लेख गरेको छ। प्रस्तावित यो संविधानले संविधान कार्यान्वयनमा ल्याउँछ र संवैधानिक अधिकारको प्रत्याभूति गराउँछ। हालको व्यवस्थामा जन्मस्थान प्रमाणित गर्न नसक्ने र ओडाबाट सिफारिस नपाउने अनाथ वा परिव्यक्त व्यक्तिहरू नागरिकताबाट वञ्चित छन्। बालमन्दिर वा अन्य संरक्षक संस्थामा हुर्केका व्यक्तिहरूले स्थानीय तहको सिफारिस प्राप्त गर्न कठिनाइ भोगिरहेका छन्। यो संशोधनले त्यस्ता व्यक्तिहरूलाई वैकल्पिक प्रमाणको आधारमा नागरिकता प्रमाण गर्ने ढोका समेत खोल्दछ। अर्को कुरा सभापति महोदय, संयुक्त राष्ट्रसङ्घको मानवाधिकार घोषणापत्रको धारा 15 ले प्रत्येक व्यक्तिको नागरिकता प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ। नागरिकता नहुँदा शिक्षा, रोजगारी, स्वास्थ्य र पहिचानको अधिकारबाट व्यक्ति वञ्चित हुन्छ। नेपालमा जन्मस्थान र अभिभावकको अभावमा नागरिकबाट वञ्चित व्यक्तिहरूको समस्या समाधान गर्न यो संशोधनले राज्यविहीनताको जोखिमलाई न्यूनीकरण गर्छ। नागरिकता नहुँदा व्यक्तिको सामाजिक, आर्थिक र राजनीतिक जीवनमा ठूलो असर पर्छ। विशेष गरी अनाथ व्यक्तिहरू प्राय समाजको कमजोर वर्गमा पर्छन् र यो समस्याबाट पीडित छन्। यो संशोधनले उनीहरूलाई राज्यको मूल प्रभावबाट समेट्छ र संविधानको धारा 18 ले प्रत्याभूत गरेको समानताको हक समेत कानुन गर्छ भन्ने मैले विश्वास लिएको छु। प्रस्तावित संशोधनको दफा 2 को उपदफा 2 मा दफा 3 थप्ने मेरो प्रस्ताव छ। जन्म दर्ताका क्रममा राष्ट्रिय परिचय पत्र नम्बर आउने हालको व्यवस्थालाई आधार मानी स्थानीय तहहरूले आफ्नो ओडाबाट जन्म दर्ता लिएका नागरिकको उमेर पुगेपछि नागरिकता बनाउने बेला भएको जानकारी दिँदै नागरिकता र राष्ट्रिय परिचय पत्र प्राप्तका लागि आफ्नै सक्रियतामा सहजीकरण गर्ने व्यवस्था भनेर थप गर्ने भनेको छु। यो मैले किन भनेको भने ओडा कार्यालयहरूले अहिले नागरिकता बनाइदिने कुरा चाहिँ यो अलग्गै प्रशासनको या अर्को कुनै निकायको काम हो भन्ने जस्तो पथ व्यवहार गर्दछन्। सबैलाई त्यसो नबनौला, त्यो फेरि न्याय सम्मत नहोला। अधिकांश बहुसंख्यकको कुरा के छ भने नागरिकता बनाउने काम चाहिँ कि त्यो व्यक्तिको हो कि त्यो चाहिँ नि कुनै तालुकदार निकायको हो भन्ने जस्तो चाहिँ बुझाइ र व्यवहार छ।
त्यसलाई अन्त्य गर्नका लागि यहाँ मैले यो व्यवस्था गरिनुपर्छ भनेको छु र यसलाई थप व्याख्या गर्न चाहन्छु। नागरिकताविहीन व्यक्ति संविधानको भाग बमोजिमका मौलिक हक प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्छ। नागरिकता नागरिकको पहिचान र राज्यसँगको सम्बन्धको आधारभूत कडी हो। हाल नागरिकता प्राप्तिको प्रक्रिया व्यक्तिको पहलमा मात्र निर्भर छ, जसले गर्दा ग्रामीण र सूचना नपुगेका क्षेत्रमा नागरिकहरू वञ्चित छन्। स्थानीय तहहरूले जन्म दर्ता भएका व्यक्तिहरूलाई नागरिकता प्राप्तिको समयबारे जानकारी दिने, सहजीकरण गर्ने सक्रिय भूमिका निर्वाह हुन सकिरहेको छैन। यो संशोधनले स्थानीय तहलाई त्यो दायित्व प्रदान गर्दछ। त्यसो गर्दा अहिले सिफारिस गर्नुपर्ने आधारभूत तह चाहिँ पन्छने, यो पुगेन त्यो पुगेन, मुचुल्का पुगेन, कैयन ठाउँमा त उसको पारिवारिक सामाजिक अन्तर्विरोध पनि समेत रिफ्लेक्ट हुने गरेको छ आग्रह पूर्वाग्रहका आधारमा। त्यसो गर्दा नागरिकता दिने दायित्व चाहिँ सिफारिस गर्ने आधारभूत तहको पनि महत्त्वपूर्ण कार्य हो भनेरलाई स्थापित गरिनुपर्छ भन्ने कुरामा मेरो अलि जोड दिएर कुरा छ। त्यसैले स्थानीय तहहरूले जन्म दर्ता भएका व्यक्तिहरूलाई नागरिकता प्राप्तिको समयबारे जानकारी दिने, सहजीकरण गर्ने सक्रिय भूमिका निर्वाह हुन सकिरहेको छैन, त्यसलाई गर्ने र यो संशोधनले त्यसलाई स्थानीय तहलाई त्यो दायित्व प्रदान गर्दछ। स्थानीय तहले सक्रिय सहजीकरण गर्दा यस्ता व्यक्तिहरूले समयमै नागरिकता र परिचय पत्र प्राप्त गर्न सक्छन्। यो संशोधनले राज्यको उत्तरदायित्व बढाउँछ र नागरिक मैत्री प्रशासनको आधार समेत तयार पार्दछ। वर्तमानमा जन्म दर्तासँगै राष्ट्रिय परिचय पत्र नम्बर प्रदान गर्ने प्रणाली लागू भइसकेको छ। यो डिजिटल डाटालाई नागरिकता प्रदान गर्ने प्रक्रियासँग जोड्ने व्यवस्थित संयन्त्रको अभाव छ। यो संशोधनले स्थानीय तहलाई जन्म दर्ताको अभिलेख प्रयोग गरी नागरिकता प्राप्तिको समय आएका व्यक्तिलाई सूचित र सहजीकरण गर्ने जिम्मेवारी समेत प्रदान गर्दछ। संशोधनले विद्यमान प्रणालीमा रहेका जटिलता अस्पष्टता हटाई नागरिकता प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित र पहुँचयोग्य बनाउँछ। अनाथ र सूचनाको पहुँच नभएका व्यक्तिलाई नागरिकताको अधिकार सुनिश्चित गरी सामाजिक समावेशिता कायम गर्दछ। मैले प्रस्ताव गरेका यी संशोधनहरू नागरिकताको पहुँच सुनिश्चित गर्ने, संवैधानिक अधिकारको रक्षा गर्न र प्रणालीगत सुधारका लागि समेत अपरिहार्य छन् भन्ने मेरो बुझाइ छ। नेपालको संविधान 2072ले प्रत्येक नागरिकलाई पहिचानको हक दिएको छ। यी संशोधनले जन्मस्थान र अभिभावकविहीन व्यक्तिको समस्या समाधान गर्छ र स्थानीय तहको सक्रियतामा नागरिकता प्राप्तिलाई सहज बनाउँछ। तसर्थ यो संशोधन विधेयकमा समावेश गर्नु आवश्यक छ। संशोधन स्वीकार गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु। माननीय सभापतिज्यू, मैले अघिल्लो पटक नै राज्य व्यवस्था समितिकै बैठकमा भनेको थिएँ र अहिले फेरि एकपटक नवीकरण गर्न चाहन्छु त्यो धारणालाई। हामीले अहिले त आफ्ना कुराहरू राख्यौँ, समितिले हाम्रा कुराहरू गम्भीरतापूर्वक सुनेको छ। दफावार छलफलमा हाम्रा कुराहरू स्वीकार हुन्छन् कि हुँदैनन्? स्वीकार भए कसरी कहाँ समेटिएका हुन्छन्? स्वीकार गरेन या विधेयकको अङ्ग बनेन भने के कति कारणले विधेयकको अङ्ग बन्न नसक्ने हुन्? यस्ता सूचनाहरू हामी संशोधनकर्ताहरूले प्राप्त गर्न सक्दैनौँ र फलतः यी छलफलहरू कर्मकाण्डीमा सीमित हुने जोखिम बढ्छन्। म माननीय सभापतिज्यूलाई के आग्रह गर्न चाहन्छु भने के कति कारणले विधेयकका अङ्ग बन्न नसक्ने हो त्यसको प्रष्टीकरण संशोधनकर्ताहरूलाई दिनु चाहिँ समितिको महत्त्वपूर्ण कार्यभार र जिम्मेदारी हो। त्यसैले धेरै गर्न नसके पनि हाम्रा इमेल एड्रेसहरू समितिले लियोस् र के भएको हो दफावार छलफलमा भए गरेका गतिविधिहरूको काम कारबाहीहरूको इमेल मार्फत हामीलाई सूचना दिने व्यवस्था गरियोस् भनेर जोड दिएर राख्न चाहन्छु। र छिटोभन्दा छिटो उठेका विषयहरूलाई विधेयकका अङ्गहरू बनाएर यो समितिले पूर्ण हाउसमा ल्याएर यसलाई कानुनका रूपमा कार्यान्वयनमा लैजाने शुभेच्छाका साथ शुभकामनाका साथ आफ्नो भन्ने अन्त्य गर्छु। लाल सलाम।